एउटा कुखुरी आफ्ना अण्डा पारेर गुडमा बसेर माया गर्दै हुर्काउँदै थिई। त्यत्तिकैमा एउटा डरलाग्दो राक्षस त्यहाँ आइपुग्यो र कुखुरीसँग भन्यो, "तिम्रा अण्डा मलाई देऊ।" आमा कुखुरीले डराउँदै तर हिम्मत जुटाएर भनिन्, "अण्डा नलिनुस्, बरु मलाई खानुस्। म आमा हुँ, मेरा अण्डालाई केही नगरिदिनुस्।" आमाको माया र त्याग देखेर पनि राक्षसको मन पग्लिएन। उसले निर्दयी भएर कुखुरीलाई खाइदियो। गुडमा एउटा अण्डा मात्र बाँकी रह्यो। आफ्नो आँखै अगाडि आमालाई खाएको देखेर अण्डा अत्यन्तै दुखी र क्रोधित भयो। उसले मनमनै भन्यो, "म मेरी आमाको बदला अवश्य लिन्छु।" त्यसपछि अण्डा गुडबाट गुल्टिँदै गुल्टिँदै राक्षसको खोजीमा निस्कियो। बाटोमा उसले सियोलाई भेट्यो। सियोले सोध्यो, "कतै जाँदैछौ अण्डा साथी?" अण्डाले आफ्नो पीडा र योजना सुनायो। सियोले भन्यो, "तिम्रो बदला न्यायोचित छ, म पनि तिमीलाई सहयोग गर्छु।" अगाडि जाँदा अण्डालाई काठको मुढा, मौरी र बोका पनि भेटिए। अण्डाको कथा सुनेपछि सबैले राक्षसलाई मार्न सहयोग गर्ने निर्णय गरे। यसरी सबै मिलेर राक्षस बस्ने घरमा पुगे। त्यहाँ पुगेर उनीहरूले योजना बनाए। अण्डा चुलोमा बस्ने, मौरी घिउको भाँडामा लुक्ने, सियो ओछ्यानमा रहने, मुढा ढोकाको माथि अड्याई बोका ढोका बाहिर पर्खेर बस्ने। साँझ पर्नासाथ राक्षस शिकारबाट थाकेर घर आयो। सुत्न जाँदा ओछ्यानमा सियो भएकाले सुत्न असहज भएर आगो ताप्न चुलोतिर गयो। आगो बाल्ने बित्तिकै चुलोमा बसेको अण्डा बेस्सरी पड्कियो। आगो र पड्काइले राक्षसको शरीर पोल्यो। पीडाले छटपटाउँदै उसले घिउ लगाउन खोज्दा घिउको भाँडामा हात हाल्यो। त्यहीं लुकेका मौरीहरूले उसलाई डस्न थाले। असह्य पीडामा राक्षस बाहिर भाग्न खोज्यो, तर ढोकामाथि रहेको मुढाले उसलाई थिच्यो। बल्ल तल्ल मुढा पन्छाएर बाहिर निस्किनासाथ ढोका बाहिर पर्खिरहेको बोकाले जोरले हान्यो। त्यही चोटले राक्षसको त्यही मृत्यु भयो। यसरी एउटा सानो अण्डाले बुद्धि, साहस र साथीहरूको सहयोगले आफ्नो आमाको हत्या गर्ने राक्षससँग बदला लिन सफल भयो।